नमस्ते नेपाल। नयाँ नयाँ भन्नेहरूले नयाँको स्वाद पनि चाखिरहेका छन्। अब नयाँ सरकार त आइसक्यो, लगभग लगभग 2/3 लिएर आएर 100 काम पनि गर्ने भनिरहेको छ। काम के गर्दैछ त त्यो चाहिँ हेर्नु बाँकी नै छ। अहिलेसम्म रासोपाको जित भएको छ, नेपालको जित भएको छैन। नेपालको जित सबै भनेका कामहरू गरेर देखायो भने नेपालको जित मानौँ न। त्यही भएर अहिले म नेपाललाई माया गर्ने मान्छे त्यति खुसी भइहाल्नु पर्ने अवस्था छैन। अब आरोप त धेरै लागेका छन्, नयाँलाई पनि पुरानालाई पनि, होइन। यो समयले पुष्टि गर्दै जान्छ। यो हिस्ट्री यति बलवान छ कि जसले नि बल हुनेले हिस्ट्री लेख्छ भनेको। जसको सत्ता छ, जसको शासन छ, जसको समय छ, उनीहरूले नि हिस्ट्री लेख्छन्। त्यही भएर यो हेर्न बाँकी छ 100 बुँदा काम कस्तो हुन्छ त। त्यसपछि बल्ल कमेन्ट गरौँला। 100 दिन अगाडि त राम्रो नराम्रो भनिँदैन। त्यसपछि चाहिँ सबै कुरा भनिन्छ 100 दिनमा, भन्नुभयो। तर 100 दिन वेट गर्नु होला।